वाट इज मोडिफायर त्यो मोडिफायरले के भन्ने र एक्जेक्टिभ र एडभर्ब भनेर हामीले मोडिफाई भन्ने है। मोडिफाईले के गर्ने काम गर्ने तरिका भनेको भर अथवा काम गर्ने मान्छे भनेको सब्जेक्टलाई सब्जेक्टको बारेमा के गर्छ केही न केही एउटा एक्स्ट्रा इन्फर्मेसन भए पनि थपेको हुन्छ भन्ने कुरा बुझौँ। एनी वर्ड सच एज एक्जेक्टिभ लाइक टल सर्ट ब्युटिफुल ह्यान्डसम एक्सपेन्सिभ एसेक्ट्रा एडभर्ब लाइक ब्युटिफुल्ली नाइसली क्विकली स्लोली एसेक्ट्रा पार्टिसिपल्स लाइक लुकिङ लुक्ड इट इटन एसेक्ट्रा इन्ट्रोडक्सन लाइक नो अनि वा आउट एसेक्ट्रा आर कल्ड मोडिफायर अल दिस वर्ड टेल समथिङ अबाउट ओर मोडिफाई द सब्जेक्ट एन्ड भर्ब इन सेन्टेन्स चाहिँ हो मोडिफाई गर्ने त्यो बारेमा केही कुरा थप्ने बस त्यति हो होइन। अनि वाट इज द कनेक्सन वर्ड कनेक्सन वर्ड भनेको के रहेछ भन्दा हामीले पढेको के छ अहिलेसम्म प्रिपोजिसन कन्जङ्सन कन्जक्टिभ एडभर्ब रिलेटिभ प्रोनाउन एसेक्ट्रा आर कल कनेक्टिङ वर्ड बिकज दे हेल्प टु कनेक्ट पार्ट अफ अ सेन्टेन्स। जस्तै द बुक इज अन द टेबल भनेपछि बुक र टेबललाई जोड्ने काम केले गर्यो अनले गर्यो नि त्यो अन भनेको के हो हाम्रो प्रिपोजिसन हो त्यसले के गर्छ बुक र टेबललाई जोड्ने काम गर्छ जोड्ने भनेको के हो कनेक्सन हो कनेक्सन वर्ड। फर इक्जाम्पल द बुक इज अन द टेबल भनेपछि अन भन्ने शब्द चाहिँ के भयो अन भन्ने शब्दले केलाई जोडेको छ यो बुकलाई र टेबललाई जोड्ने काम गरेको छ हो त्यो भएपछि यो अन भन्ने के भयो हाम्रो लागि कनेक्सन वर्ड भयो। इन दिस इक्जाम्पल अन इज अ प्रिपोजिसन हो यो एन्ड इट हेल्प्स टु कनेक्ट द नाउन बुक एन्ड टेबल। त्यही भएर सेन्टेन्सको पार्टहरू हुन्छ नि सेन्टेन्समा विभिन्न एउटा वाक्यमा विभिन्न शब्दहरू हुन्छ त्यो शब्दले आपसँग जोड्ने कामलाई के भन्छ हामीले कनेक्सन भन्छ हो। राम एन्ड हरि भनेपछि के भयो एनले जोड्ने काम गर्यो हो त्यस्तो शब्दहरूलाई जुन जुन शब्दले जोड्ने काम गर्छ त्यसलाई के भन्छौँ हामी कनेक्सन भन्छौँ। जस्तै रिलेटिभ प्रोनाउन भनेको हु इज द्याट भन्छौँ नि जस्तै द गर्ल हु इज ब्युटिफुल इज माई सिस्टर भन्यो हो हुले के गर्ने काम गर्यो त्यो गर्ल र त्यो सिस्टरलाई जोड्ने काम गर्यो त्यसलाई के भन्छ हामीले रिलेटिभ प्रोनाउन भन्छ हो। यसरी शब्दको विभिन्न भागहरूलाई जोड्ने काम गर्यो भने त्यसलाई कनेक्सन वर्ड भन्छ। वाक्य भनेको के हो वाट इज सेन्टेन्स सेन्टेन्स इज अ वाक्य भनेको के हो सेन्टेन्स इज अ ग्रुप अफ वर्ड ओर वर्ड मात्रै वर्ड्स पनि हुनसक्छ वर्ड मात्रै एउटा मात्रै वर्ड पनि हुनसक्छ नि। स्ट्यान्ड अप भनेपछि के भयो त्यो वर्ड मात्रै भयो गो आउट भनेपछि के मात्रै भयो वर्ड मात्रै भयो नभए वर्ड्स पनि हुनसक्छ धेरैभन्दा धेरै शब्द पनि हुनसक्छ सिङ्गल शब्द पनि हुनसक्छ कहिलेकाहीँ गो आउट भनेपछि सक्यो नि गो आउट भनेको सिङ्गल शब्द भयो होइन स्ट्यान्ड अप भन्यो भने हुन्छ हो क्लोज भन्यो भने हुन्छ सो मी योर होमवर्क पनि हुनसक्छ नि हो। त्यही भएर शब्दहरूको सेन्टेन्स भनेको के हो त सेन्टेन्स इज अ ग्रुप अफ वर्ड्स ओर वर्ड द्याट गिभ्स अ कम्प्लिट मिनिङ तर त्यसले के दिन्छ एउटा अर्थ दिन्छ हो अर्थ दिन्छ। फेरि हामीले लामो सेन्टेन्स लेख्ने अर्थ दिएन भने चाहिँ के भएन फेरि सेन्टेन्स हुँदैन। सेन्टेन्स भनेको के हुनु पऱ्यो शब्द वा शब्दहरूको समूह हो जसले के दिन्छ एउटा पूर्ण अर्थ दिन्छ। सेन्टेन्स एक्सप्रेसेस सेन्टेन्सले के काम गर्छ स्टेटमेन्ट भन्ने काम गर्छ म घर जाँदैछु भनेको के हो स्टेटमेन्ट हो। कमान्ड भनेको के दिने आदेश दिने गो आउट भन्यो भने के भयो त्यो कमान्ड भयो होइन। क्वेसन सोध्ने काम गर्छ कहाँ तिम्रो घर कहाँ हो भनेर क्वेसन वेयर इज यर हाउस भनेर सोध्न सक्छ होइन। विस हो विस शब्द के गर्ने इच्छा व्यक्त गर्ने मे यु पास द इक्जाम विथ फ्लाइङ कलर भने मैले भने त्यो के हो विस हो। एन्ड एक्सक्लामेसन भनेको के गर्ने आउट्स भनेर भन्छौँ नि हामी कहिले काहीँ दुख्यो भने हो यो सबै के दिन्छ एउटा शब्द दिन्छ के अरे एउटा अर्थ दिन्छ त्यो पूर्ण अर्थ दिन्छ र त्यसमा कि शब्द हुन्छ कि शब्दहरू हुन्छन् त्यही भएर वर्ड अथवा वर्ड्स भनेको छ त्यहाँ होइन। र वाक्यले के काम गर्छ भन्ने काम गर्छ स्टेटमेन्ट भनेको भन्ने काम कमान्ड भनेको आदेश दिने काम क्वेसन भनेको प्रश्न सोध्ने काम विस भनेको इच्छा व्यक्त गर्ने काम अथवा एक्सक्लामेसन भनेको अचानक मनमा आउने भावना डर सरप्राइज फियर हुन्छ नि त्यस्तो हो जस्तो व्यक्त गर्ने काम गर्छ। वाट आर द इलिमेन्ट्स अफ सेन्टेन्स सेन्टेन्समा के इलिमेन्ट्स हुन्छ अब यो चाहिँ लामो छ है। सेन्टेन्समा के हुन्छ एभ्री सेन्टेन्स ह्याज टु इलिमेन्ट्स कल्ड सब्जेक्ट एन्ड अ प्रेडिकेट। हरेक शब्दमा के हुन्छ हरेक वाक्यमा दुईवटा भाग हुन्छ एउटा भनेको सब्जेक्ट हो एउटा भनेको प्रेडिकेट हो। प्रेडिकेट भनेको भर्बसँग जोडिन्छ सब्जेक्ट भनेको कर्तासँग जोडिन्छ हो। अनि द सब्जेक्ट इज अ पार्ट अफ सेन्टेन्स द्याट टेल्स हु ओर वाट इज बिङ डिस्कस। अब त्यो सब्जेक्ट भनेको के हो त भन्दा कर्ता भनेपछि कसले अथवा कसको बारेमा कुरा हुँदैछ भन्ने हुन्छ नि कुरा कसको बारेमा अथवा कसले के गर्दैछ भन्दा उसले फुटबल खेल्दैछ हो उसले फुटबल खेल्दैछ भन्दा कसको बारेमा कुरा गर्यो उसको बारेमा कुरा गर्यो हो। अनि द सब्जेक्ट इज अ पार्ट अफ सेन्टेन्स द्याट टेल्स हु ओर वाट इज बिङ डिस्कस। इन द सेन्टेन्स राम इज प्लेइङ फुटबलमा राम इज अ सब्जेक्ट बिकज द सेन्टेन्स टक्स अबाउट राम। यहाँ रामले फुटबल खेल्दैछ भन्ने शब्द भयो भने के हुन्छ राम भनेको चाहिँ के हो सब्जेक्ट हो। यहाँ यो सेन्टेन्सले के को बारेमा कुरा गर्दैछ रामको बारेमा कुरा गर्दैछ हो। हु इज बिङ डिस्कस ओर वाट इज बिङ डिस्कस भनियो यसमा कसको बारेमा छलफल हुँदैछ यसमा रामको बारेमा छलफल हुँदैछ। राम भनेको के हो सब्जेक्ट भयो राम इज अ सब्जेक्ट। हामीले चाहिँ बच्चैदेखि राम हरि सीता गीता पढेको नि इङ्ग्लिसमा त्यही भएर जतिखेर पनि यस्तै आउँछ कि राम इज प्लेइङ फुटबल राम इज सब्जेक्ट बिकज द सेन्टेन्स टक्स अबाउट राम। देयर आर 3 टाइप अफ सब्जेक्ट
सब्जेक्ट पनि तिनवटा टाइपको हुने रहेछ। एउटा चाहिँ कम्प्लिट सब्जेक्ट, एउटा चाहिँ सिम्पल सब्जेक्ट, एउटा चाहिँ कम्पाउन्ड सब्जेक्ट हैन। यो चाहिँ सब्जेक्टको बारेमा भयो। सब्जेक्ट के हुन्छ प्रेडिकेट हुन्छ। यो टाइप अफ सब्जेक्टको बारेमा पछि छलफल गरौँला। तर सब्जेक्टमा दुईवटा भाग हुन्छ भने अनिवार्य रूपमा बुझ्नु पर्यो। एउटा चाहिँ के हुन्छ प्रेडिकेट, एउटा चाहिँ के हुन्छ सब्जेक्ट हो। सब्जेक्ट र प्रेडिकेट नभएको सेन्टेन्स हुँदैन। यदि सब्जेक्ट मात्र छ प्रेडिकेट छैन भने त्यो सेन्टेन्स के भयो इन्कम्प्लिट भयो। प्रेडिकेट मात्र छ सेन्टेन्स छैन सब्जेक्ट छैन भने त्यो सेन्टेन्स के भयो इन्कम्प्लिट भयो। त्यही भएर बेसिक पार्ट भनेको के हो त एउटा सब्जेक्ट हुन्छ, एउटा चाहिँ प्रेडिकेट हुन्छ। प्रेडिकेट भनेको भर्बको पार्ट हो, सब्जेक्ट भनेको यता कर्ता हो हैन। अनि द प्रेडिकेट इज अ पार्ट अफ सेन्टेन्स द्याट टेल समथिङ अबाउट द कम्प्लिट सब्जेक्ट। सब्जेक्टको बारेमा केही कुरा बताउँछ फेरि यसले हो। सब्जेक्टको बारेमा सब्जेक्ट के गर्दैछ भन्ने बताउँछ नि यसले चाहिँ फेरि हैन। द प्रेडिकेट इज अ भर्ब। प्रेडिकेट भनेको केही पनि हैन भर्ब हो खासमा है। क्रियापद नभएको सेन्टेन्स त हुँदैन नि हैन। अनि द भर्ब मे ह्याभ अदर वर्ड द्याट मोडिफाई। भर्बसँग अरू हुनसक्छ, त्यसले भर्बलाई के गर्छ मोडिफाई गर्छ के। सेन्टेन्समा सबभन्दा पहिला सुरुमा हुनु पऱ्यो के सब्जेक्ट र प्रेडिकेट हैन। त्यसपछि त्यो बेसिक दुईवटा सब्जेक्ट र प्रेडिकेट भइसकेपछि थपमा के हुनसक्छ थपमा मोडिफाईहरू आउन सक्छ हैन। मोडिफाई भए पनि हुन्छ नभए पनि हुन्छ। आएको राम्रो नभए पनि ठिकै छ, तर सब्जेक्ट त हुनै पऱ्यो प्रेडिकेट चाहिँ हुनै पऱ्यो हैन। द प्रेडिकेट इज अ भर्ब एन्ड भर्ब मे ह्याभ अदर वर्ड्स द्याट मोडिफाई भर्ब। इन अबभ इक्जाम्पल जस्तै इज प्लेइङ इज प्रेडिकेट। इज प्लेइङ भन्ने जुन शब्द छ या सेन्टेन्स वाक्य छ शब्द छ इज प्लेइङ भन्ने यो चाहिँ के हो त यो चाहिँ के हो त हाम्रो प्रेडिकेट हो। यसमा फुटबल नभए पनि केही फरक पर्दैन, फुटबल नभए पनि केही फरक पर्दैन। तर राम पनि हुनै पऱ्यो इज प्लेइङ पनि हुनै पऱ्यो। राम भनेको सब्जेक्ट हो, इज प्लेइङ भनेको के हो प्रेडिकेट हो। यो दुईवटा भएन राम इज प्लेइङ मात्र त आफैमा कम्प्लिट सेन्टेन्स हो नि। राम र फुटबल मात्र राख्यो भने सेन्टेन्स कम्प्लिट हुँदैन। त्यो चाहिँ के भएन सेन्टेन्स भएन हो। इन द वेब इक्जाम्पल इज प्लेइङ इज प्रेडिकेट विदाउट मोडिफायर। मोडिफायर त छैन नि, मोडिफायर छैन। जस्तै राम इज प्लेइङ फुटबल नाइसली भन्यो भने नाइसली भन्ने चाहिँ के हो हाम्रो मोडिफायर हो। मोडिफायर छैन यहाँ हैन। देयर आर 3 टाइप्स अफ प्रेडिकेट द कम्प्लिट प्रेडिकेट, द सिम्पल प्रेडिकेट एन्ड कम्पाउन्ड प्रेडिकेट। प्रेडिकेट पनि 3टा अनि भर्ब पनि 3टा। तर अब के हो सेन्टेन्स भनेर सोधेपछि के भन्नु पऱ्यो हामीले सेन्टेन्स भनेको के हो त सेन्टेन्समा कतिवटा पार्ट हुन्छ भनेर सोधेपछि के भन्नु पऱ्यो हामीले सेन्टेन्समा एउटा सब्जेक्ट हुन्छ एउटा प्रेडिकेट हुन्छ। त्यसपछि आवश्यकता अनुसार के हुनसक्छ मोडिफायरहरू हुनसक्छ। आवश्यकता अनुसार त्यसमा कनेक्सन वर्डहरू हुनसक्छ हो। राम इज प्लेइङ फुटबल नाइसली इन द फुटबल ग्राउन्ड भन्यो भने के भयो इन भन्ने शब्द के भयो हाम्रो कनेक्टिङ वर्ड भयो हैन। त्यो प्रिपोजिसन हो नि कनेक्टिङ वर्ड हो हैन। तर कनेक्टिङ वर्ड मोडिफायरहरू नभए पनि हुन्छ। तर के चाहिन्छ हामीलाई सब्जेक्टमा सेन्टेन्समा एउटा सब्जेक्ट चाहियो एउटा प्रेडिकेट चाहियो हो। त्यो सब्जेक्ट र प्रेडिकेट बिना सेन्टेन्स कम्प्लिट हुँदैन। अब क्लासिफाई द सेन्टेन्स एकोर्डिङ टु स्ट्रक्चर एन्ड फङ्सन। अब के गर्ने रे सेन्टेन्सको क्लासिफिकेसन गर्ने वर्गीकरण गर्ने सेन्टेन्सहरू कति प्रकारका हुन्छन् भनेर हो। अब सेन्टेन्सलाई 2 भागमा विभाजन गरिन्छ, 2टा क्याटेगोराइजमा राख्न सकिन्छ। एउटा चाहिँ अन द बेसिस अफ स्ट्रक्चर बनोटको आधारमा। स्ट्रक्चर भनेको बनेको कसरी बनेको छ भनेर बनोटको आधारमा। अन द बेसिस अफ के फेरि फङ्सन। फङ्सन भनेको कामको आधारमा 4वटा अनि बनोटको आधारमा 4वटा भनेपछि सेन्टेन्स यस्तो प्रकारको हुन्छ। सेन्टेन्सलाई वर्गीकरण गर्नु पर्यो भने के आधारमा वर्गीकरण गर्ने 2टा टेबल बनाउने। एउटा टेबलमा के गर्ने सेन्टेन्स अन द बेसिस अफ स्ट्रक्चर बनोटको आधारमा सेन्टेन्स बन्यो। अर्को टेबलमा के गर्ने सेन्टेन्स अन द बेसिस अफ फङ्सन कामको आधारमा। बनोटको आधारमा 4वटा कामको आधारमा 4वटा। काम के गर्छ कामको आधारमा पनि बाँड्नु पऱ्यो सेन्टेन्सलाई। बनोट कसरी बनेको छ त्यसरी पनि हेर्नु पऱ्यो हैन। अब बनोटको आधारमा हेर्दाखेरि के हुनेछ अन द बेसिस अफ स्ट्रक्चरमा अ सिम्पल सेन्टेन्स। सिम्पल सेन्टेन्स साधारण वाक्य भनेर बुझ्नु पऱ्यो हामीले। साधारण वाक्यमा अरू केही पनि हुँदैन, एउटा सब्जेक्ट हुन्छ एउटा प्रेडिकेट हुन्छ बस त्यति हो बनोटको आधारमा। सिम्पल भयो नि एउटा सब्जेक्ट छ एउटा के छ प्रेडिकेट छ। जस्तै इट हेज 1 सब्जेक्ट एन्ड 1 प्रेडिकेट। सिम्पल सेन्टेन्स भनेको साधारण वाक्य। साधारण वाक्य भनेपछि धेरै झक्की जग्गा झिलिबिली हुँदैन होला त्यसमा हो। त्यस भएर इट हेज 1 सब्जेक्ट एन्ड 1 प्रेडिकेट। जस्तै द मार्केटिङ म्यानेजर रोड द मेमो। सिम्पल छ है। द मार्केटिङ म्यानेजर के हो सब्जेक्ट हो, रोड के हो हाम्रो प्रेडिकेट हो। बस त्यति मात्र छ यसमा हो। अब मार्केटिङ म्यानेजर रोड मात्र लेखेको भए सेन्टेन्स के हुन्थ्यो इन्कम्प्लिट हुन्थ्यो नि हैन। त्यही भएर द मार्केटिङ म्यानेजर सब्जेक्ट रोड चाहिँ के हो प्रेडिकेट। यसमा अरू धेरै कुराहरू छैन है। इट इज एन इन्डिपेन्डेन्ट क्लज। अब सिम्पल सेन्टेन्स भन्ने बित्तिकै इन्डिपेन्डेन्ट भनेको आफैमा के दिने इन्डिपेन्डेन्ट भनेको अर्थ के हो स्वतन्त्र भनेको अर्थ के भन्दा त्यो सेन्टेन्समा थप कुरा लेख्नु नपर्ने आफै के हुने अर्थ कम्प्लिट भयो भने त्यसलाई के भन्छ इन्डिपेन्डेन्ट क्लज भन्छ। के गर्ने रे त्यो सेन्टेन्स आफैमा के हुने कम्प्लिट हुने। जस्तै यो माथि राम इज प्लेइङ फुटबल छ नि यो पनि के हो सिम्पल सेन्टेन्सको इक्जाम्पल हो। यसमा के छ राम भन्ने एउटा सब्जेक्ट छ, इज प्लेइङ भन्ने एउटा के छ प्रेडिकेट छ।
र त्यो राम इज प्लेइङ फुटबल आफैले के दिएको छ पूर्ण मिनिङ दिएको छ हो यसमा कम्प्लिट सेन्स छ नि यसको हो यसरी कुनै पनि सेन्टेन्सले कम्प्लिट सेन्स दियो भने त्यसलाई के भन्छ हामी इन्डिपेन्डेन्ट सेन्टेन्स भन्छ इन्डिपेन्डेन्ट क्लज पनि भन्छ इन्डिपेन्डेन्ट सेन्टेन्स पनि भन्छ किनभने यसको अर्थ पुरा हुनलाई हामीले के गर्नु पर्दैन बाँकी शब्दहरू थपिराख्नु पर्दैन हो नपरेपछि के भयो आफैमा पूर्ण भयो कि बन्ने हो आफैमा पूर्ण भयो भने त्यसलाई के भन्ने हामीले इन्डिपेन्डेन्ट क्लज भन्ने हो जस्तै यहाँ मार्केटिङ म्यानेजर रोड द मेमो यो आफैमा कम्प्लिट छ नि आफूलाई अर्थ बताउनलाई आफू कम्प्लिट हुनलाई अरू शब्दको सेन्टेन्स लिनु अरू सेन्टेन्सको सहयोग लिनु परेको छैन हो अनि यो चाहिँ सिम्पल सेन्टेन्स भयो अब सिम्पल सेन्टेन्स पश्चात अर्कोमा कम्पाउन्ड भनेपछि के होला कम्पाउन्ड नाउनमा के भनेको थियो हामीले दुईवटा नाम जोडेको थियो नि ब्ल्याक र बोर्ड जोडेर ब्ल्याक बोर्ड बनाए जस्तै कम्पाउन्डमा पनि के गरिन्छ होला जोडिन्छ होला सेन्टेन्सहरू होइन बाई जोइनिङ टु सिम्पल सेन्टेन्स वी मेक वान कम्पाउन्ड सेन्टेन्स ल हेर्नुहोस् त कति सिम्पल छ पहिला सुरु एउटा सिम्पल सेन्टेन्स दुईवटा सिम्पल सेन्टेन्स जोड्यो भने के भयो कम्पाउन्ड सेन्टेन्स भयो फर इक्जाम्पल बट द टु सिम्पल सेन्टेन्स मस्ट बी रिलेटेड टु इच अदर दुईवटा सेन्टेन्स के हुनु पऱ्यो आपसमा जोडिएको हुनु पऱ्यो नि हो आई एम राइटिङ लेटर सी इज इन द अमेरिका भन्यो भने त के भयो दुईवटा कम्प्लिट सेन्टेन्स त भयो तर के भएन त्यो दुईवटा एक आपसमा सेन्समा जोडिएन हो त्यही भएर राम वाज प्लेइङ पियानो एन्ड सीता वाज लिसनिङ टु हिम एटेन्टिभली भनेछ राम वाज प्लेइङ पियानो आफैमा के हो एउटा कम्प्लिट सेन्टेन्स हो कि होइन यो राम वाज प्लेइङ पियानो रामले पियानो बजाउँदैछ सिम्पल सेन्टेन्स हो तर आफैमा के छ यो पूर्ण छ इन्डिपेन्डेन्ट छ अनि सीता वाज लिसनिङ टु हिम इन्डिपेन्डेन्टली भन्ने नि के हो एउटा सेन्टेन्स हो होइन सीता के गरिरहेछ रामलाई सुनिरहेछ भन्छ नि सीता वाज लिसनिङ टु हिम एटेन्टिभली यसमा पनि के हो सीता वाज लिसनिङ टु हिम एटेन्टिभली ध्यान दिएर सुनिरहेछ भन्ने शब्द पनि के छ आफैमा कम्प्लिट छ हो यो दुइटै के छ एक आपसँग कम्प्लिट चाहिँ छ हो दुइटै सिम्पल सेन्टेन्स हो तर एक आपसँग के छ सम्बन्धित छ रामले पियानो बजाउने सीताले सुन्ने भनेपछि त के भयो दुइटा एक आपसँग के भयो सम्बन्धित भयो नि मिनिङको लागि पुरा हुनको लागि के चाहिँदैन राम वाज प्लेइङ पियानो भन्ने शब्द पुरा हुनको लागि सीता वाज लिसनिङ टु हिम एटेन्टिभली भन्ने सेन्टेन्स चाहिन्छ कि चाहिँदैन हामीलाई चाहिँदैन दुइटै आफूमा के छ स्वतन्त्र छ इन्डिपेन्डेन्ट छ तर एक आपसमा के छ रिलेटेड छ त्यसरी दुइटा के इन्डिपेन्डेन्ट क्लज तर एक आपसँग के राखेको सम्बन्ध राखेको दुईवटा सेन्टेन्स बनायो भने के हुँदैछ त्यो चाहिँ हाम्रो कम्पाउन्ड सेन्टेन्स हुँदैछ हो कम्प्लेक्स सेन्टेन्स भनेको के हो त कम्प्लेक्स नामैले स्पष्ट छैन कम्प्लेक्स भनेको गाह्रो जटिल शब्द है संयुक्त वाक्य मिश्र वाक्य भन्ने नेपालीमा पढ्छौँ नि हामी हो त्यही हो यिनीहरू है इट हेज वान इन्डिपेन्डेन्ट सेन्टेन्स एन्ड वान ओर मोर सबअर्डिनेट रिलेटेड क्लज बट डिपेन्डेन्ट क्लज क्यानट स्ट्यान्ड एलोन यसमा चाहिँ के हुँदैछ भन्दा एउटा चाहिँ मेन सेन्टेन्स हो मुख्य वाक्य अर्को चाहिँ के त्यो वाक्यमा आश्रित वाक्य भने सुन्नुभएको छ आश्रित वाक्य एउटा चाहिँ मूल वाक्य मुख्य वाक्य त्यो वाक्यमा के भएको आश्रित भएको जस्तै फर इक्जाम्पल यहाँ हेर्नुहोस् है वेन आई वाज चाइल्ड अब यति मात्रै तपाईँले भन्नुभयो भने के हुन्छ वेन आई वाज चाइल्ड मात्र भनेर फुल स्टप दिनुभयो भने सेन्टेन्स कम्प्लिट हुन्छ अब कम्प्लिट हुन्छ कि हुन्न जब म बच्चा थिएँ भन्नुभयो अनि पूर्ण विराम लगाइदिनु भयो त्यो सेन्टेन्स कम्प्लिट भयो कि भएन यो सेन्टेन्स कम्प्लिट हुनको लागि के गर्नुपर्छ उसले पछाडिको सेन्टेन्सको साथ खोजेको छ हो आई युज टु क्राई अलट भन्ने सेन्टेन्स आइसकेपछि बल्ल के भयो वेन आई वाज चाइल्डले के पायो पूर्णता पायो हो जब म बच्चा थिएँ भन्छ हामीले फुल स्टप लगाइदियो त्यसपछि त के छैन सेन्टेन्स कम्प्लिट छैन त्यो आफैमा के हुन सकेन पूर्ण हुन सकेन त्यो पूर्ण हुन नसकेपछि त्यसलाई के भन्छ डिपेन्डेन्ट क्लज भन्छ डिपेन्डेन्ट भनेको के अरूमाथि आश्रित अरूमाथि के पर्ने भर पर्ने अथवा त्यसलाई के सबअर्डिनेट भनेको कसैको अन्डरमा बस्ने भन्छ यो वेन आई वाज चाइल्ड भन्ने शब्द के भयो त आफैमा पूर्ण नभएपछि के गर्नु पर्यो अर्काको माथि आश्रित हुनु पर्यो पूर्ण हुनलाई आफू पूर्ण हुनलाई यसको अर्थ के भयो त यो चाहिँ अपूर्ण क्लज हो के आश्रित क्लज हो आश्रित सेन्टेन्स हो होइन इन दिस सेन्टेन्स वेन आई वाज अ चाइल्ड इज डिपेन्डेन्ट क्लज डिपेन्डेन्ट भनेको के आश्रित वाक्य अरूमाथि के गर्ने भर पर्नुपर्ने आफ्नो मिनिङ आफैमा कम्प्लिट नहुने अरूमाथि भर पर्नुपर्ने हो बिकज इट डज नट गिभ एनी क्लियर मिनिङ र वेन आई वाज चाइल्ड भन्ने चाहिँ के हो अरे डिपेन्डेन्ट क्लज हो डिपेन्डेन्ट भनेको के हो अरे आश्रित भनेको के अरूमाथि भर पर्ने यो अरूमाथि वेन आई वाज अ चाइल्ड भन्ने सेन्टेन्स अरूमाथि भर परेछ आफैमा के छैन यसको कम्प्लिट मिनिङ छैन यहाँ सो वेन आई वाज अ चाइल्ड इज डिपेन्डेन्ट क्लज बिकज इट डज नट गिभ एनी क्लियर मिनिङ कुनै अर्थ त छैन वेन आई वाज अ चाइल्ड भनिदियो छोडिदियो भने के त्यसको मिनिङ आउँछ आउँदैन त्यही भएर त्यो मिनिङ कम्प्लिट हुनलाई के गर्छ ऊ अरूमाथि भर पर्नुपर्ने हुन्छ त्यही भएर यो के भयो वेन आई वाज अ चाइल्ड भन्ने चाहिँ डिपेन्डेन्ट क्लज भयो होइन अनि आई युज टु क्राई अलट इज इन्डिपेन्डेन्ट क्लज आई युज टु क्राई अलट भन्दा म धेरै रुने गर्थेँ भन्नु त मिनिङ छ नि फेरि आफैमा म धेरै रुने गर्थेँ भन्नेको चाहिँ के छ आफैमा मिनिङ छ
तर वेन आई वाज अ चाइल्ड जब म बच्चा थिएँ भन्ने सेन्टेन्सको चाहिँ क्लजको चाहिँ के छैन आफैमा पूर्ण मिनिङ छैन त्यो पूर्ण मिनिङ हुनको लागि उ केमा भर पर्छ आई युज टु क्राई अलट भन्ने सेन्टेन्समा भर पर्नुपर्ने हुन्छ त्यही भएर वेन आई वाज ए चाइल्ड भन्ने चाहिँ के भयो आश्रित वाक्य भयो हो आई युज टु क्राई अलट भन्ने चाहिँ पूर्ण वाक्य भयो र आश्रित वाक्य चाहिँ केमा भर पर्छ पूर्ण वाक्यमा भर पर्छ यसरी एउटा चाहिँ के आश्रित वाक्य एउटा चाहिँ पूर्ण वाक्य मिलाएर सेन्टेन्स लेख्यो भने के हुनेछ त्यो चाहिँ कम्प्लेक्स सेन्टेन्स हुनेछ हो when I was a child is dependent clause because it does not give any clear meaning and I used to cry a lot independent clause यो चाहिँ के हो इन्डिपेन्डेन्ट भनेको स्वतन्त्र वाक्य हो आफैमा के छ उ स्वतन्त्र छ कसैको भर पर्नु परेको छैन उसले clause because it gives clear meaning even it is single हो यो आई युज टु क्राई अलट मात्र अलग्गै भन्यो भने पनि के हुन्छ म धेरै रुने गर्थेँ भने त मिनिङ आउँछ नि तर वेन आई वाज अ चाइल्ड भन्ने भने अलग्गै भन्यो भने त्यसको के आउँदैन मिनिङ आउँदैन हो त्यो वेन आई वाज अ चाइल्डलाई पूर्ण बनाउनलाई हामीलाई के चाहिन्छ आई युज टु क्राई अलट भन्ने पार्ट चाहिन्छ हो आई युज टु क्राई अलट चाहिँ के भयो इन्डिपेन्डेन्ट क्लज भयो वेन आई वाज अ चाइल्ड चाहिँ के भयो डिपेन्डेन्ट क्लज भयो आश्रित वाक्य र स्वतन्त्र वाक्य भयो यसरी एउटा आश्रित वाक्य एउटा चाहिँ स्वतन्त्र वाक्य मिलाएर सेन्टेन्स बनायो भने त्यो के बन्दो रहेछ हाम्रो कम्प्लेक्स सेन्टेन्स बन्दो रहेछ बुझ्नुभयो नि कम्प्लेक्स सेन्टेन्स है when I was going to the market मात्र भनियो नि हामीले हो अथवा when I was going to the market भन्यो भने त्यसको कम्प्लिट मिनिङ छ अब जब म बजार जाँदै थिएँ मात्र भन्यो तपाईँले पूर्ण विराम दिनुभयो अब त्यसको केही अर्थ आएन के भयो त्यसपछि हो आई मेट माई ओल्ड फ्रेन्ड भन्ने शब्द के छ आफैमा पूर्ण छ तर वेन आई वाज गोइङ टु द मार्केट भन्ने शब्दले के छैन पूर्ण अर्थ दिएन त्यो वेन आई वाज गोइङ टु द मार्केट भन्ने शब्द आफैमा पूर्ण हुनको लागि के माथि भर पर्नु पऱ्यो आई मेट माई ओल्ड फ्रेन्ड भन्ने सेन्टेन्ससँग भर पर्नु पऱ्यो यसरी के भन्नु भने एउटा इन्डिपेन्डेन्ट क्लज एउटा चाहिँ डिपेन्डेन्ट क्लज मिलाएर सेन्टेन्स बन्यो भने के हुन्छ त्यो चाहिँ कम्प्लेक्स सेन्टेन्स हुन्छ कम्पाउन्ड सेन्टेन्स भनेको चाहिँ कस्तो रे दुइटै के इन्डिपेन्डेन्ट क्लज मिलाएको हो दुइटै स्वतन्त्र वाक्य मिलाएको तर एक आपसमा के भएको उनीहरू सम्बन्धित भएको हो आई वाज प्लेइङ फुटबल वेन रेफ्री हुइसल द फाइनल हुइसल भन्यो भने के भयो त्यो चाहिँ दुइटै के भयो आफैमा कम्प्लिट भयो होइन अनि अब अर्को चाहिँ के हुनेछ कम्पाउन्ड कम्प्लेक्स फेरि कम्पाउन्ड पनि कम्प्लेक्स पनि इट ह्याज टु मेन क्लज एटलिस्ट वान अफ विच कन्टेन्स सबअर्डिनेट क्लज हेर्नुहोस् त सबअर्डिनेट भनेको के हो डिपेन्डेन्ट क्लज है सबअर्डिनेट भनेको अधीनमा भएको क्लज होइन फर इक्जाम्पल द सिइओ वाज सिटिङ बाई हिज डेस्क एन्ड हिज सेक्रेटरी वाज स्माइलिङ एट हिम वेन आई एन्टर द रुम तिनवटा सेन्टेन्स यहाँ हो कुनै एउटा अफिसको सिइओ चाहिँ के गरेछ उसको डेस्कमाथि बसेको छ एन्ड हिज सेक्रेटरी वाज स्माइलिङ एट हिम उसको सेक्रेटरी चाहिँ उसलाई हेरेर हाँसिरहेको छ के गर्ने बेलामा वेन आई एन्टर द रुम जब म रुममा पसेँ हामीले पनि भन्छौँ नि यस्तो वाक्यहरू जब म रुममा गएँ हेड सर चाहिँ नि बेन्चमा बसिराख्नु भएको थियो अरू स्टाफहरू चाहिँ कुर्सीमा बसेर छलफल गर्दै थियो भन्ने सेन्टेन्स बनाउँछ कि बनाउने हामीले हो त्यस्तो सेन्टेन्स हो यो चाहिँ होइन इन दिस इक्जाम्पल फर्स्ट एन्ड सेकेन्ड सेन्टेन्स आर मेन क्लज फर्स्ट सेन्टेन्स के हो द सिइओ वाज सिटिङ बाई हिज डेस्क भने त यो सेन्टेन्स आफैमा कम्प्लिट छ कि छैन सिइओ वाज सिटिङ अन हिज डेस्क आफैमा सिइओ आफ्नो डेस्कमा बसिरहेको थियो आफैमा के छ त्यो कम्प्लिट छ अनि हिज सेक्रेटरी वाज स्माइलिङ एट हिम भन्ने पनि के छ आफैमा फेरि यो पनि कम्प्लिट छ नि हिज सेक्रेटरी वाज स्माइलिङ एट हिम उसको सेक्रेटरी हाँसिरहेको थियो यसमा पनि उसको सेक्रेटरी उसको सचिव हाँसिरहेको थियो भन्दाखेरि कम्प्लिट छ सेन्टेन्स हो सिइओ डेस्कमा बसिरहेको थियो भने पनि के छ कम्प्लिट छ तर वेन आई एन्टर द रुम भन्ने वेन आई एन्टर द रुम भन्ने मात्र अलग्गै बुझ्नुहोस् त जब म रुममा पसेँ यसले मिनिङ दिन्छ अब मिनिङ दिन्छ कि दिन्न वेन आई एन्टर द रुम जब म कोठामा पसेँ फुल स्टप लगाइदिनुहोस् तपाईँले वेन आई एन्टर द रुम भन्ने सेन्टेन्सलाई अब मिनिङ आयो जब म रुममा पसेँ त्यसपछि के भयो त थाहा छैन नि थाहा छैन त्यो वेन आई एन्टर द रुम भन्ने सेन्टेन्समा पछि केही कुरा राख्नुपर्छ भन्ने एक्सपेक्टेसन गरेको छ त्यो सेन्टेन्सले हो भनेपछि यो कम्पाउन्ड कम्प्लेक्स के हुने रहेछ कम्तीमा पनि तिनवटा सेन्टेन्स हुने रहेछ हो त्यो मध्ये तिनवटा सेन्टेन्समध्ये दुईवटा चाहिँ के हुने रहेछ इन्डिपेन्डेन्ट हुने रहेछ आफैमा स्वतन्त्र हुने रहेछ एउटा सेन्टेन्स चाहिँ के हुने रहेछ डिपेन्डेन्ट हुने रहेछ डिपेन्डेन्ट भनेको आश्रित हुने रहेछ त्यो एउटा सेन्टेन्स पूर्ण हुनलाई अगाडिको दुईवटा सेन्टेन्समाथि के गर्नुपर्छ भर पर्नुपर्छ यसरी दुईवटा चाहिँ के पूर्ण वाक्य एउटा चाहिँ के आश्रित वाक्य मिलाएर सेन्टेन्स बनायो भने के भन्छ त्यो कम्पाउन्ड एन्ड कम्प्लेक्स भन्छ कम्पाउन्ड भनेको के हो त दुईवटा पुरा भयो होइन अनि एउटा चाहिँ के भएको आश्रित वाक्य पुरा नभएको हो त्यस्तो सेन्टेन्स बनायो भने के भयो हाम्रो यहाँ इन दिस सेन्टेन्स इक्जाम्पल इन दिस इक्जाम्पल फर्स्ट एन्ड सेकेन्ड सेन्टेन्सेस आर के मेन क्लज इन्डिपेन्डेन्ट क्लज
एन्ड लास्ट वान इज सबअर्डिनेट ओर डिपेन्डेन्ट क्लज लास्टको चाहिँ के हो डिपेन्डेन्ट क्लज हो यसरी बनायो हामीले हो भनेपछि स्ट्रक्चरको आधारमा हाम्रो कतिवटा भयो 4वटा सेन्टेन्स भयो स्ट्रक्चरमा एउटा सिम्पल सेन्टेन्स हो सिम्पल सेन्टेन्समा सब्जेक्ट र प्रेडिकेट हुने होइन कम्पाउन्ड सेन्टेन्समा के हुने दुईवटा सेन्टेन्स हुने दुईटै के हुने इन्डिपेन्डेन्ट हुने तर एक आपसमा के हुने सम्बन्धित हुने कम्प्लेक्समा चाहिँ के हुने एउटा चाहिँ फुल क्लज हुने एउटा चाहिँ के हुने हाफ क्लज हुने होइन फुल क्लज भनेको आफैमा स्वतन्त्र वाक्य हाफ क्लज भनेको त्यो फुल क्लजमाथि भर पर्ने वाक्य र कम्पाउन्ड कम्प्लेक्समा चाहिँ के भयो दुईवटा चाहिँ स्वतन्त्र वाक्य एउटा चाहिँ के आश्रित वाक्य हो यस्तो भयो भने स्ट्रक्चरको आधारमा हाम्रो 4वटा सेन्टेन्स भयो ल जानुस्